सत्यधर्म मुचुल्काले चाहिँ अशिक्षाबाट समाजलाई शिक्षातिर डोर्याउने प्रयास गरेको छ भन्ने मेरो पहिलो बुँदा हो र मेरो निष्कर्ष हो। अब दोस्रो चाहिँ मेरो बुझाइ चाहिँ यसले नारी समानताको कुरा गर्छ भन्ने बुझाइ हो। निरङ्कुश राज्य प्रणालीबाट हामीले लोकतान्त्रिक अभ्यासमा जानुपर्छ भन्नेमा जोड दिएको छ। अर्को सबैभन्दा महत्त्वपूर्ण चाहिँ एकतामा जोड दिएको छ। केरेक्नुले तगी अङ्ग तागरनमङ्ग सेवा तन्दुङ श्रद्धेय अध्यक्षज्यू, आदरणीय मेयरज्यू, यसलाई म विशेष सम्बोधन गर्न चाहन्छु, आदर व्यक्त गर्न चाहन्छु। यसै गरी आजको यो कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय कार्यपत्र प्रस्तुताज्यूहरू, टिप्पणीकार र सम्पूर्ण उपस्थित महानुभाव, यहाँहरू सम्पूर्णलाई म एकैसाथ अभिवादन गर्न चाहन्छु, सेवाहरू भन्न चाहन्छु। यहाँहरू सम्पूर्णलाई सेवाहरू छ। लभरेलाई किन सम्झन्छु, पाँच थरलाई किन सम्झन्छु भन्दाखेरि मेरो मास्टर्सको अध्ययन, मास्टर्सको थेसिस पनि सत्य धर्म मुचुल्कामा नारी अधिकार भन्ने शीर्षकमा गरेको थिएँ, मेरो एमएको थेसिस। र म त्यस पछाडि लगातार यो सत्य धर्म मुचुल्का बारे लेख्ने बोल्ने गरेको छु र विभिन्न एप्रोचहरूमा विभिन्न दृष्टिकोणहरूबाट सत्य धर्म मुचुल्कालाई हेर्ने चिन्ने प्रयासहरू गरेको छु। र मलाई यो सत्य धर्म मुचुल्कामा जुन हिसाबले मैले आफ्नो अध्ययन गरेँ यसले मलाई एउटा प्लेटफर्म पनि दिएको छ। मैले यो सत्य धर्म मुचुल्काको विषयमा बोल्न म पाकिस्तान गएँ, सिक्किम गएँ, काठमाडौँका धेरै ठाउँमा र धेरै स्थानहरूमा मैले आफ्नो प्रस्तुतिहरू विचार राख्न पाएँ। मैले यो लकिली यो सब्जेक्टमा गर्न पाएछु र त्यसले मलाई यो गुरु फाल्गुन्द को बारेमा, उहाँको दर्शनको बारेमा अध्ययन गर्ने पनि प्रेरणा मिलेको छ। त्यो हिसाबले म लभरेलाई सम्झन्छु, नोगेन भन्न चाहन्छु र म यो व्यस्तताको माझ पनि आएको छु। अब म आफ्नो प्रस्तुतिहरू नै राख्न चाहन्छु। म मेरो प्रस्तुतिमा आज संक्षिप्तमा सत्य धर्म मुचुल्का के हो भन्ने 1-2 मिनट र त्यस पछाडि समाज सुधार के हो भन्ने बारेमा छोटो र त्यस पछाडि सत्य धर्म मुचुल्कालाई हामीले पढ्यौँ भने, हेऱ्यौँ भने समाज सुधारको दिशा कसरी यसले लिएको छ भन्ने कुरामा आफ्नो केही बुँदामा प्रस्तुतिहरू राख्नेछु र निष्कर्षमा यो सत्य धर्म मुचुल्कालाई कसरी बुझ्ने, मेरो बुझाइ के हो भन्ने कुरा म राख्न चाहन्छु। सबभन्दा पहिले सत्य धर्म मुचुल्का चाहिँ 1988 वैशाख 24 देखि 28 सम्म यो 5 थरको लभरेमा लिम्बुवानको पल्लो किराँत लिम्बुवान 10 लिम्बू 17 थुमको विभिन्न थुमका सुब्बाहरू, हमाली सुब्बाहरू र सर्वसाधारण भेला भएर एउटा ठुलो चुम्लुङको आयोजना भयो र त्यो चुम्लुङले 4 दिनसम्म छलफल गरेर रीतिथितिहरूको विषयमा, धर्मको बारेमा, मुन्दुमको बारेमा, राजनीतिको बारेमा महत्त्वपूर्ण छलफल गरेर एउटा दस्तावेज, अहिलेको भाषामा, मोडर्न भाषामा एउटा कार्यपत्र, एउटा घोषणापत्र जस्तो निर्माण गरेको थियो। त्यसलाई सत्य धर्म मुचुल्का भनेको छ। यो चाहिँ त्यो सत्य धर्म मुचुल्काको पृष्ठभूमिमा चाहिँ एउटा उल्लेख गरेको एउटा भाषामा को कुरा गर्छु। तपसिल दफा दफा लेखिया बमोजिम गरौँला, सो गतमा नरही जसले लङ्घन गरौँला त्यसलाई यही सत्य धर्म मुचुल्काको उजुर गरी अदल नागी काम गरे बाबत सजाय गराउनु भन्ने शब्द परेको छ। यो एउटा कानुनी भाषा जस्तो छ। त्यो हिसाबले चाहिँ यो लिम्बुवान क्षेत्रमा प्रचलित तुम्म्याहाङ प्रणालीको आधारमा एउटा प्रथाजनित कानुन निर्माणको प्रयास थियो भन्ने मेरो बुझाइरहेको छ। र यसमा मास्तिर यो सत्य धर्म मुचुल्कालाई हामी 3टा खण्डमा बाँड्न सकिन्छ, त्यसको म पछि कुरा गर्छु। त्यसको पृष्ठभूमि खण्डमै दफा दफा लेखिया बमोजिम गर्नमा हामी सबैको चित्त बुझ्यो भनेर जुन एउटा गरेको छ, यो सबै हेर्दाखेरि चाहिँ यो प्रथाजनित कानुनको निर्माणको प्रयास थियो भन्ने हिसाबले मैले मेरो बुझाइरहेको छ। र यो यसको निम्ति त्यो सत्य धर्म मुचुल्कामा हस्ताक्षर गर्ने महानुभावहरू, सुब्बाहरू महानुभाव र उहाँहरूको ठेगानालाई हेर्दाखेरि पान्थर, चारखोल, 24, फेदाप, आठराई, याङरूप, याङवरका सुब्बाहरू, सर्वसाधारण इभन दार्जिलिङका पनि महानुभावहरूले हस्ताक्षर गर्नुभएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ यो तत्कालीन अहिलेको जिल्लाहरू हुनुभन्दा पहिले तत्कालीन थुमहरूका प्रतिनिधिहरूको एउटा उपस्थिति थियो भन्ने हामी हेर्न सक्छौँ। र यसको 1988 वैशाख 24-28 मा छलफल भए पनि यस्तै झरी बादल अनि यो विभिन्न यो प्रतिकूल मौसमको कारणले गर्दाखेरि सबै प्रतिनिधिहरू बस्न नसक्ने र उहाँहरू पछिबाट आएर चाहिँ 1990-91 माघ 16 गतेसम्म पनि हस्ताक्षर गर्नुभएको देखिन्छ। यो सत्य धर्म मुचुल्का भयो। यसमा यो मुचुल्कालाई हामीले 3टा खण्डमा बाँडेर हेरेको छु मेरो थेसिसमा चाहिँ। यसको पृष्ठभूमि खण्डमा लेखिएको छ पुरानो कागजमा
यसमा 20 भागमा पहिले 10 बुँदा भनिन्थ्यो, तर सत्यधर्म मुचुल्काको ओरिजिनल कपी हेर्दा यो 7 बुँदे रहेको छ र यसको पछिल्लो भागमा चाहिँ 200, सुरुमा 1990 भन्दा अगाडि 74 जनाले, त्यस पछाडि गरी जम्मा 194 अर्थात् 200 को हाराहारीमा विभिन्न थुम्का महानुभावहरूले हस्ताक्षर गर्नुभएको हामी पाउँछौँ र यसलाई हामी 3टा खण्डमा राखेर हेर्न सकिन्छ भन्ने कुरा राख्न चाहन्छु। त्यही सत्यधर्म मुचुल्का निर्माण गरेको दिनलाई स्मरण गर्दै किराँत धर्मावलम्बीहरूले यसलाई समाज सुधारको दिवसको रूपमा चाहिँ मान्ने गरेका छन्। त्यसो भने समाज सुधार चाहिँ के हो त भन्ने बारेमा अलिकति म कुरा राख्न चाहन्छु। यो एउटा शब्दकोश, विरत नेपाली शब्दकोश रहेको छ। यो विरत नेपाली शब्दकोशले चाहिँ समाजलाई आवश्यकता अनुसार यथास्थितिबाट अघि बढाउँदै लैजाने, समाजको विकासका बाधक तत्त्वहरूबाट बच्ने काम चाहिँ समाज सुधार हो भन्ने हिसाबले उल्लेख गरेको छ। त्यसो हो भने यो सत्य धर्म मुचुल्काले चाहिँ कसरी समाज सुधारको दिशा लिएको छ त भन्ने बारेमा चाहिँ म छलफल गर्छु। अब त्यतिखेरको त्यो समाज सुधार के हो भन्ने बुझ्नलाई चाहिँ त्यतिखेरको समाज बुझेनौँ भने समाज सुधारलाई बुझ्न सक्दैन भन्ने मेरो बुझाइ हो, मेरो रिडिङले चाहिँ त्यो पाएको छ। त्यो खेरको समाज चाहिँ हेर्ने भने एकात्मक, जहानीय, राणा कुशासनको कालरात्रि, समाजमा विभिन्न पुरुष प्रधानले सिर्जना गरेका कुप्रथाहरू र पुरुष प्रधान समाजले सिर्जना गरेका विभिन्न विभेदहरू, गरिबी, अशिक्षा, बेरोजगारी जस्ता कुराहरूमा समाज रुमलिएको थियो। त्यस्तो खालको समाजबाट समाजलाई अघि बढाउन र समाजलाई विकास हुन नदिनको निम्ति त्यस्ता तत्त्वहरूलाई हटाउनको निम्ति समाज सुधारले कार्यदिशा लिएको छ भन्ने मेरो बुझाइ र मेरो चाहिँ स्ट्रेन्ड चाहिँ मेरो रिडिङले पाएको फाइन्डिङ चाहिँ त्यो भएको कुरा म यहाँ राख्न चाहन्छु। अब त्यतिखेरको समाजमा बुझ्दाखेरि यो खास गरेर यो त्यतिखेरको आर्थिक अवस्था कस्तो थियो भन्दाखेरि कृषिमा आधारित अर्थतन्त्र, अनि यो पर क्यापिटा इन्कमलाई त्यतिखेर हेर्ने चलन थिएन होला। यो प्रति व्यक्ति आयो, मेरो प्रोजेक्सनमा चाहिँ $100 भन्दा पनि कम प्रति व्यक्ति आएको थियो होला। साक्षरताको कुरा गर्ने हो भने त 0.5% भन्दा कम थियो होला। 2007 सालमा 2% साक्षरता नेपालको थियो भन्ने डाटाले देखाउँछ भने अझ लिम्बुवान क्षेत्रमा त मेरो विचारमा 0.5 त होइन, अम्लामा गन्न सकिने मान्छेहरू मात्र साक्षर थिए। यहाँका एकाध सुब्बाहरू पण्डितहरूले साक्षरता हासिल गरेका थिए होला, तर अधिकांश मान्छेहरूको निरक्षर थियो, गरिबीको अवस्था थियो। तपाईँको त्यतिखेरको चाहिँ त्यो समाजको औसत आयु हेर्ने भने 30 वर्षभन्दा कम थियो होला। हामीले 8-9 साल 10-11 सालको औसत आयु हेऱ्यौँ भने हामीले 29 वर्ष 30 वर्ष 30 को हाराहारीमा पाउँछौँ भने त्यो बेला त धेरै नै कम थियो होला। त्यस हिसाबले त्यस्तो गरिबी, अशिक्षा, बेरोजगारी र समाजको पुरुष प्रधान समाजले सृजना गरेका विभिन्न कुप्रथाहरूबाट रुमलिएको समाजबाट समाजलाई अघि बढाउनको निम्ति सत्य धर्म मुचुल्का र यो 5 स्तरको यो महान भूमिबाट चाहिँ त्यतिखेरका महागुरु फालुनको पहलमा त्यतिखेरका सुब्बाहरूले गरेको जो एउटा प्रयास थियो त्यसलाई म एकदम सम्मान गर्न चाहन्छु। अब सत्य धर्म मुचुल्काले अघि सारेका विषय त धेरै कुरा छन्। मैले मेरो थेसिसमा चाहिँ मेरो स्टडीमा चाहिँ नारीवादी दृष्टिकोणले, नारीवादी पनि तेस्रो विश्वको थर्ड वर्ल्ड फेमिनिजमको पर्सपेक्टिभबाट हेरेको छु मेरो थेसिस चाहिँ। तर अहिले मैले करेन्टली सत्य धर्म मुचुल्कामा एउटा पुस्तक गरिरहेको छु र हाम्रो नवीन दा यहाँ हुन्छ, उहाँ सम्पादक हुनुहुन्छ र मैले चाहिँ अहिले यसलाई विभिन्न अप्रोचेसहरूबाट, यसलाई विश्वव्यापीकरणको दृष्टिकोणबाट, यसलाई समाजशास्त्रीय दृष्टिकोणबाट र यसलाई नारीवादी दृष्टिकोणबाट, लोकतन्त्रको दृष्टिकोणबाट अहिले मैले अध्ययन गर्दैछु। अहिले मेरो पुस्तक लेखनको मेरो मेलो चाहिँ यहाँ पुगेको छ अहिले, र अहिले मेरो यो अलिकति अन्य कुराले अल्मलेको छु, म त्यतातिर गइरहेको छु। अब यो सत्य धर्म मुचुल्कालाई अध्ययन गर्दाखेरि चाहिँ यसले समाज सुधारका बाटाहरू कसरी लिएको छन् त भन्ने कुरामा अलिकति राख्न चाहन्छु। अब सत्य धर्म मुचुल्काले चाहिँ अशिक्षाबाट समाजलाई शिक्षातिर डोर्याउने प्रयास गरेको छ भन्ने मेरो पहिलो बुँदा हो र मेरो निष्कर्ष हो। अब सत्य धर्म मुचुल्काको पृष्ठभूमिमा के भाषा परेको छ भने हामी 17 थुम 10 लिम्बुवानको सजिया उनै युमामाङको मन्दिर 1 सो युमामाङको मन्दिरमा बिहान बेलुका दर्शन धुपबत्ती सेवा शरण गरी आफ्नो अक्षर लगायत गैर अक्षर पढ्ने, अक्षर पढाउने, मन्दिर लिएर पाठशाला 1 समेत बनाउने, पढ्ने पढाउने भन्ने भाषा परेको छ। यसले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि सत्य धर्म मुचुल्काले शिक्षामा जोड दिएको छ।
शिक्षामा पनि मातृभाषामा शिक्षाको जोड दिएको छ। अब त्यो बेलाको समाज कस्तो थियो अघि नै मैले चर्चा गरेँ। मेरो प्रोजेक्सनमा 0.5% भन्दा पनि कम मात्र जनसङ्ख्या साक्षर थिए। नेपालको शिक्षाको इतिहासलाई हेर्दाखेरि राणा शासनकाललाई चाहिँ विरोधको काल भनिन्छ। राणाहरू शिक्षालाई विरोध गर्थे, उनीहरू आम शिक्षाको पक्षमा थिएनन् र अशिक्षित मान्छेहरूलाई चाहिँ शासन गर्न सकिन्छ भन्ने उनीहरूको बुझाइ थियो। तर पनि त्यो बेला विश्वमा भएको पहिलो विश्वयुद्ध, भारतमा भइरहेको जुन भारत छोड आन्दोलनहरू र विश्वव्यापी रूपमा आएको शिक्षाको माहौलले गर्दाखेरि उनीहरूले शिक्षालाई रोक्न त सकिरहेका थिएनन्। अनि जङ्गबहादुर 1906 सालतिर र 7 सालतिर बेलायत 3 महिना र फ्रान्स 1 महिना 1.5 महिना बस्दाखेरि उनले त्यहाँ शिक्षाको महत्त्व बुझे र उनले नेपालमा आएर 1910 साल असोज 27 गते दरबार हाई स्कुल स्थापना गरेर आफ्नो छोरीहरूलाई होइन, छोरालाई पढाउने अङ्ग्रेजी शिक्षा दिने स्कुल खोले। त्यस पछाडि के प्रयासहरू भइरहेको थियो, संस्कृत विद्यालय खोले, भाषा पाठशालाहरू स्थापना भएको थियो। अब 1986 सालसम्मको डाटा हेर्दाखेरि चाहिँ के रहेछ भने 1986 सालसम्ममा चाहिँ 58वटा भाषा पाठशाला, 9वटा संस्कृत पाठशाला, एउटा आयुर्वेद र 108वटा जति अङ्ग्रेजी स्कुलहरू थिएछन्। यसले के देखाउँछ भन्दाखेरि अशिक्षा थियो समाजमा। अब पूर्वको हेर्ने हो भने त धनकुटामा थियो होला, मलाई यो डेटा अहिले आएको छैन, मेरो प्रोजेक्सन मात्रै हो, त्यहाँ थियो होला। एकदमै पूर्वमा त शिक्षा थिएन, त दार्जिलिङतिर गएर पढ्ने चलन थियो होला सम्भवतः। अब त्यस्तो अवस्था थियो र पछिबाट चाहिँ मातृभाषाका शिक्षाहरूका कुरा संसारभरि आयो। अहिलेको संविधानले पनि त्यो ग्यारेन्टी गरेको छ र संसारभरि गएको शिक्षाविदहरूको अध्ययनले मातृभाषामा शिक्षा दियो भने शिक्षा चाहिँ परोपकारी हुन्छ भन्ने निष्कर्ष छ। त्यो हिसाबले त्यतिखेरको त्यो चुम्लुङ, त्यो सम्मेलन कति दूरगामी थियो क्या, मातृभाषामा शिक्षाको कुराहरू उठाएको थियो र त्यसले समाजलाई अशिक्षाबाट शिक्षातिर लैजाने भन्ने चाहिँ बाटो लिएको थियो र त्यसले समाज सुधारको बाटो लिएको थियो भन्ने मेरो पहिलो बुँदा रहेको छ। अब दोस्रो चाहिँ मेरो बुझाइ चाहिँ यसले नारी समानताको कुरा गर्छ भन्ने बुझाइ हो। अब यसको पहिलो बुँदामा के उल्लेख छ भने छोरी चेलीको सोतेत खाने लिम्बोन्न चलन भयाको हो, तापनि नखानु भने बिगो जफत गरी सजाय गर्नु भन्ने सरकारबाट ऐन बाँधी बक्सियाको र सो चलन कायम रहनाले चन्द्रश्रेष्ठ रहन्जेल नर्कवास हुने शास्त्रको मत बुझिँदा अब उपरान्त सोत्रित केही नखाई विवाह बारी लिने भन्ने चाहिँ शब्द परेको छ। यसले चाहिँ छोरी चेलीलाई सोत्रित खानु हुँदैन भन्ने कुरामा जोड दिएको छ। अब यहाँ के छ भन्दाखेरि धेरैले प्रश्न गर्छन् त्यो हाम्रो स्पेसियल प्र्याक्टिस हो भन्ने कुरा छ। तर हामीले के बुझ्नुपर्छ भने पुरुष प्रधान समाजले रीतिथिति, संस्कृति, कानुन, धर्म र परम्पराको आधार बनाएर नारीलाई शोषण, दमन र उत्पीडन गर्छ र दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गर्छ भन्ने नारीवादीहरूले भन्छन्। एकजना नारीवादी रहेकी छिन् सिमन दी बुवर, फ्रान्सेली नारीवादी रहेकी छिन्। उनले द सेकेन्ड सेक्स भन्ने पुस्तक लेख्छन्। उनले यो संसारभरि नारीवादी आन्दोलनमा त्यो बुकको ठुलो महत्त्व छ। त्यसमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यो खास चाहिँ यो विवाहलाई एउटा यस्तो टुलको रूपमा लिन्छ पुरुष प्रधान समाजले। अनि त्यस पछाडि त्यो विवाहलाई एउटा टुलको रूपमा लिएर श्रीमतीलाई श्रीमानको घर, धर्म, वर्ग, पुरुषको अर्धाङ्गिनी बनाइछ। अनि छोरालाई जग्गा जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी बनाइछ भन्ने कुरा उल्लेख छ। र यसले चाहिँ विवाहलाई एउटा टुल बनाएर चाहिँ जुन हिसाबले नारीले विभेद गरिन्छ त्यो पनि हाम्रो समुदायमा लिम्बुअन्न प्रचलनमा रहेको देखिन्छ। अब यहाँ चाहिँ दुईटा पुरुष बिचमा बार्गेनिङ हुन्छ महिलाको विषयमा। अब छोरी माग्न आउँछ पुरुष, अनि अर्को ज्वाइँमा चाहिँ यति सुन यति पैसा लिएर आएमा चाहिँ छोरी दिने भन्ने खालको जुन एउटा पछिबाट त्यो एउटा कुप्रथाको रूपमा विकास भयो। एउटा कमोडिटी, एउटा वस्तु बेच्ने वस्तुको रूपमा त्यो विकास गरियो, त्यो एउटा कुप्रथाको रूपमा विकास भयो। त्यो बेला नेपालमा थुप्रै कुप्रथाहरू थिए। सती प्रथा थियो, दास प्रथा थियो, अनि झुमा प्रथा जस्तै यस्ता थुप्रै प्रथाहरू नेपालको पुरुष प्रधान समाजले सृजना गरेको छ र नारीलाई विभेद गर्छ विभिन्न जाति, धर्म, सम्प्रदायमा। लिम्बुवानमा त्यो एउटा कुप्रथाको रूपमा विकास भयो। मलाई धेरैले भन्ने गर्छन् त्यो हाम्रो स्पेसियल प्र्याक्टिस छ। तर यसलाई हामीले शुद्ध नारीवादी दृष्टिकोणले हेऱ्यौँ भने विवाहलाई चाहिँ एउटा चाहिँ महिलालाई विभेद गर्ने माध्यमको रूपमा लिन्छ। त्यो हिसाबले त्यसलाई हटाएर चाहिँ नारी समानताको परिकल्पना सत्यधर्म मुचुल्काले गरेको छ भन्ने चाहिँ मेरो बुझाइ हो र यो समानताको पक्षमा थियो भन्ने मेरो स्ट्यान्ड हो। र यहाँ धेरैले भन्ने गर्नुहुन्छ यो एउटा कन्फ्युजन चाहिँ के छ भन्दाखेरि स्वतन्त्रता र समानताको अन्तर। लिम्बू समुदायमा स्वतन्त्रता छ, बाउ आमाकै छेउमा धान नाच्न पाइन्छ, अनि नारी विभेद होइन। लिम्बू समुदाय आफैमा पुरुष प्रधान समाज हो। त्यसले गर्दाखेरि पुरुष प्रधान समाजमा विभिन्न टुल्सहरूले, अब
पुरुष प्रधान समाज लिम्बू समुदायमा पनि बाउकै थरको आधारमा चाहिँ थर हुन्छ। महिलालाई सम्पत्तिको अधिकार दिँदैन र सदरमुकाम मुचुल्कामा चाहिँ लामो छलफल भएको तर यहाँ उल्लेख नभएको चाहिँ छोरीलाई अंश दिने भन्ने कुरा पनि बहुत चर्चामा आएको थियो भन्ने कुरा चाहिँ यहाँ राख्न चाहन्छु। त्यो मेरो अर्को स्ट्यान्ड, अर्को बुँदा चाहिँ यो नारी समानताको पक्षमा थियो भन्ने मेरो बुझाइ छ। र अर्को मेरो बुझाइ चाहिँ सदरमुकाम मुचुल्काले चाहिँ यो निरङ्कुश राज्य प्रणालीबाट हामीले लोकतान्त्रिक अभ्यासमा जानुपर्छ भन्नेमा जोड दिएको छ भन्ने मेरो चाहिँ बुझाइरहेको छ। यसमा यो सदरमुकाम मुचुल्कामा एउटा कस्तो भाषा परेको छ भने यसको पृष्ठभूमिमा तपसिलका दफा दफा लेखिया बमोजिम गर्दामा हामी सबैको चित्त बुझ्यो भन्ने वाक्य परेको छ। अनि त्यसकै अलि तलतिर चाहिँ त्यो भनेको छ। र अब यसमा सहभागी हुनको निम्ति अघि पनि मैले भने यो छलफलमा सहभागी हुनको निम्ति पान्थर चारखोल अनि पान्थर चारखोल इलाम पित्लुङ भन्ने एउटा थुम उल्लेख छ। यो पित्लुङ चाहिँ मैले कतै भेटेको छुइनँ, तपाईँले सुन्नु भएको छ कि? फेदाप भनेको तेर्थुम भयो, अनि 24 भनेको धनकुटा, याङरुप भनेको ताप्लेजुङको पेदाङहरू भनेको छ, अनि याङवरक भन्ने अनि 800 विभिन्न थुमका महानुभावहरू आउनु भएको छ र उहाँहरूले 4 दिन छलफल गरेर चाहिँ एउटा चाहिँ तपाईँको नियम बनाउने अभ्यास गर्नुभएको छ नि। त्यो बेला नेपालमा भीम शमशेरले शासन गर्थे। राणाहरूले जे बोले त्यो कानुन बन्थ्यो। जङ्गबहादुरलाई जसको श्रीमती मन पर्यो भने उनले उठाइहाल्थे। 41जना उनका रानीहरू थिए। राणा र शाहहरूले आफूले जे बोले त्यो कानुन हुन्थ्यो। उनीहरूले जे बोले त्यो चाहिँ कानुनको रूपमा स्थापित हुने त्यस्तो निरङ्कुश देशभरिको चाहिँ यो कर उठाएर तिरो उठाएर जम्मा गर्थे। जङ्गबहादुरले चाहिँ 2006 सालमा बेलायत जाँदाखेरि 1 वर्षको सबै बजेट खर्च गरे। उनीहरूले दरबार बनाउँथे, मोज मस्तीमा उडाउँथे, एउटा बेस्याको निम्ति चाहिँ गर्थे, देश विकास गर्थे राणाहरू। त्यस्तो निरङ्कुशताको बेला उनीहरूले जे चाह्यो त्यही चाहिँ कानुन बनेको बेला चाहिँ यो लिम्बुवान क्षेत्रका सुब्बाहरूले भेला भएर अब लोकतन्त्रको पक्षमा चाहिँ उनीहरूले चाहिँ त्यो वकालत गरेको देखिन्छ। त्यो हिसाबले चाहिँ अब समाजलाई निरङ्कुशताबाट हामीले लोकतन्त्रतिर लानुपर्छ भन्ने बाटोमा सदरमुकाम मुचुल्काले त्यो बाटो देखाएको छ भन्ने मेरो चाहिँ बुझाइ हो। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ त्यो पक्षमा थियो र यो लोकतन्त्रको पक्षमा चाहिँ सदरमुकाम मुचुल्का थियो र समाजलाई सुधार गर्नको निम्ति अब निरङ्कुशताले समाज सुधार हुँदैन, समाजमा विकास हुँदैन र लोकतान्त्रिक मार्गलाई अवलम्बन गर्नुपर्छ भन्ने मुचुल्काको स्ट्यान्ड रहेको, त्यो बाटो देखाएको भन्ने मेरो अर्को स्ट्यान्ड हो। अर्को सबैभन्दा महत्त्वपूर्ण चाहिँ एकतामा जोड दिएको छ। अब यसमा एउटा भाषा परेको छ। यसमा कस्तो एउटा वाक्य परेको छ भने पल्लो किराँतका हामी 10 लिम्बू 17 थुम लिम्बुवान भनेको भात नचल्ने जातपट्टि सबै जन्मेका सबै दालभात मिल्ने हुनाले लिम्बुवान जात एक हौँ। तर एक हुँदाहुँदै हाम्रो चाहिँ के छ त भन्दाखेरि एक हुँदाहुँदै हाम्रो यो किताबबाट कार्जिक काम शुद्ध शान्ति बिहा लगन नगर्ने पञ्चराखी मनले सम्झेको भरमा मुन्दुम गर्दाखेरि हाम्रो विविधता आयो, थुमै पछि विविध भयो र यसले विविधता आयो भन्ने कुरा छ। अब त्यसलाई हामीले बुझ्नको निम्ति व्याख्या गर्नको निम्ति यो त्यो बेला भएको गुरु फाल्गुनन्द र यहाँ उपस्थित महानुभाव बिचमा भएको संवाद अघि प्रवीण शेर्माजीले बहुत मिठो रूपमा गाउनु भएको छ। अघि यहाँ बजाएको थियो क्या बिहानभर। अब त्यहाँ एउटा संवाद भएको छ, अलिकति म 1 मिनटमा त्यो राख्न चाहन्छु। त्यहाँ सेवा साम्लोको रूपमा बहुत मिठो गरी प्रवीणजीले गाउनु भएको छ, यति मिठो छ। त्यहाँ गुरुले प्रश्न गर्नुहुन्छ, खेनी थियाङ 10 लिम्बुवान क्या बोकी भन्छ। अब उपस्थितहरूले यसको उत्तर जाउँदैन, सहभागीबाट आउँदैनन्। अनि उहाँले भन्नुहुन्छ 10 लिम्बुवान पोङमालले मुक्साममय, मुन्दुममय, खाजुङमय, सिक्कुममय, निङवामय, साब्योलिङ्गमय, मेन्जामा चा मेन्दुङमा थी थुङमाले सिकुम नियममय। हामी विभिन्न थुममा विभाजन भएर बस्दाखेरि हाम्रो भाषा धर्म संस्कृति हरायो। अब आरो थिकु पोङमा अब हामी एक हुनुपर्छ। थिबुङ याक्तुक थिकु पोङमा हामी सबै एक हुनुपर्छ। थिक खप्याओ चानिङ बारो। अब तिमीले एउटै भाँडामा भात खाने बनाएकै विभिन्नमा छरेको थियौ। यसले भाषा धर्म संस्कृति हाम्रो शक्ति राज्य सबै एक हुनुपर्छ है भन्ने कुरामा चाहिँ उहाँले भन्नुभएको जुन संवाद छ गुरु फाल्गुनन्द र सहभागीहरूको, त्यसले एकतामा जोड गरेको थियो। र यसमा विभिन्न सदरमुकाम मुचुल्कामा हामीले सबै पोइन्टमा हेऱ्यौँ भने विभिन्न ठाउँमा चाहिँ अब थुमै पछि फरक अब हामीले विभिन्न धर्महरूको हेऱ्यौँ भने मूलभूत कुराहरू मिल्छ। जस्तै भारतको हिन्दू, नेपालको हिन्दू, बेलायतमा का हिन्दू, बेलायतका क्रिस्चियन र अमेरिका क्रिस्चियन, पाकिस्तानका मुस्लिम र अरबका मुस्लिम बिचमा मूलभूत कुराहरू मिल्छ।
तर 10 लिम्बूभित्रको रीतिथिति चाहिँ थुमै पछि फरक हुने भएकोले चाहिँ अब एक बनाएर जानुपर्छ है। त्यसमा चाहिँ यो विभिन्न कति दिन नुन बार्ने, जस्तै यहाँ उल्लेख छ एउटा मुजुलामा 4 दिन छलफल गरे के गरेछ भन्दाखेरि कति दिन नुन बार्ने अनि कति दिनमा चाहिँ सक्ने। जस्तै 10 दिनमा शुद्ध हुने, 10 महिना गर्भवास बसी जन्मनु पर्ने हुनाले 10 दिनमा शुद्ध हुने, वृद्धि सूतक निवारण गरेर 10 दिनमा गर्ने लगायतको एउटै बनाऊ है अब सबै थुम्काले भन्ने हिसाबले एकतामा जोड दिएको छ। एकता भयो भने मात्र शक्ति प्राप्त हुन्छ, शक्ति प्राप्त हुन्छ। हाम्रो सबै कुरा भाषाले भी संस्कृति बचाउन सकिन्छ भन्ने कुरामा चाहिँ मुचुल्काले जोड दिएको छ भन्ने मेरो कुरा छ। एकतामा जोड दिएको छ। समाजमा विविधता भयो भने किन त्यसो गर्नु हो भन्दाखेरि गुरु फाल्गुन पहिलो विश्वयुद्धका योद्धा हुनुहुन्थ्यो। संसारमा चाहिँ यो विविधता, ठुला देशहरूको अपुङ्गीपन र उनीहरूको शक्तिको प्रतिस्पर्धाले करोडौँ मान्छेहरू मरे, धनजन भयो। उहाँ आफै योद्धा हुन्थ्यो, त्यसले गर्दाखेरि उहाँले शान्ति शान्ति शान्ति, एकता, मेलमिलाप, अहिंसा जस्तामा उहाँले जोड दिनुभयो भन्ने मेरो बुझाइरहेको छ। अब एक दुईवटा पोइन्ट छ र अन्त्य यो मुचुल्कामा मूल रूपमा उठेको चाहिँ यो अहिंसामा जोड दिएको देखिन्छ। त्यसमा चाहिँ एउटा वाक्य परेको छ यहाँ, देव पितृ लगायतका शुद्धै कार्यमा भोग नदिई जीवात नकाटी नैवेद्य धूप दीप फलफुलले गर्दा परलोकमा पाप बोक्नु नपर्ने र लोकमा परिपीर नपरी सुविस्ता हुने हुनाले जीवघात नगर्ने भन्ने कुरा परेको छ। त्यो त्यतिखेरको सबै सुब्बाहरूले अब बलि पूजा नगर्ने भन्नेमा जोड दिएका छन्। अब के देखिन्छ भन्दाखेरि यो समाजमा चाहिँ खास गरेर पुरुष यो संसारका मान्छेहरूले चाहिँ एउटा ह्युमन सेन्ट्रिक पोइन्ट अफ भ्यू, मानव केन्द्रिक सङ्गठन निर्माण गरे। मान्छे भनेको सर्वश्रेष्ठ प्राणी हो र पशुहरूलाई खान हुन्छ, आफ्नो हितको निम्ति बलि पूजा गर्न हुन्छ भन्ने मानव केन्द्रित विचारहरू निर्माण गरियो। गोराहरूले के भने, हामी गोरालाई ईश्वरले छानेको गडले, पश्चिमा कालाहरू र एसियनलाई राज्य गर्न हामीले छानेको भन्थे। हिन्दू धर्ममा पनि ब्राह्मणहरू भनेको बुद्धि, क्षेत्रीय शक्ति यसरी विभाजन गरे। यस्ता विभिन्न डिस्कोर्सहरू समाजले स्थापना गर्छ, राज्यहरूले। त्यस्तै मान्छेहरूले पनि पशुलाई विभेद गर्नको निम्ति, खान हुन्छ भन्ने बनाउनको निम्ति त्यो खालको एउटा हाइरार्की स्थापना गरे र मान्छेलाई माथि राखे, पशुलाई तर राखेका थिए। तर यो मुचुल्काले त्यसलाई डिसमेन्टल गर्न चाहन्छ र तागरान माङका सबै सन्तान हुन् प्राणी। त्यसले गर्दा एउटा माङको एउटा प्राणीलाई, माङको एउटा सन्तानलाई मारेर माङलाई दिँदाखेरि, आफ्नै सन्तानलाई मारिदिँदाखेरि हामीलाई आशीर्वाद प्राप्त हुँदैन भन्ने चाहिँ त्यो जोड थियो र अहिंसामा जोड गरेको हामीले देख्न पाउँछौँ। र यसमा मेरो यसलाई धेरैवटा पोइन्टमा हेर्न सकिन्छ र एउटा मैले अलिकति मलाई लागेको अलिकति 1 मिनटमा राख्छु अब। र त्यसमा चाहिँ के छ भन्दाखेरि त्यो गरिबीबाट पनि समाजलाई अघि उठाउने प्रयास चाहिँ यो सत्येन्द्र मुचुल्काको थियो भन्ने मेरो स्ट्यान्ड छ। म एउटा यहाँ राज्य एउटा लाइन, एउटा भाषा एक लाइनमा उल्लेख गर्न चाहन्छु। यो एक नम्बर बुँदामा सोत्रित नखाई बागदत बोली विवाह गरिदिने भन्ने वाक्य परेको छ। त्यस्तै अर्को बुँदा 6 मा चाहिँ कुल कुटुम्बमा इष्टमित्र भेटघाट गर्दा मंश दिने खाने नगर्नु भन्ने उल्लेख छ। अब यो कुरा गर्दाखेरि चाहिँ के छ भन्दाखेरि अब यो क्षेत्रमा चाहिँ कस्तो भन्दा त्यतिखेरको अर्थतन्त्र भनेको कृषिमा आधारित थियो। अब त्यो पुरै कृषिमा आधारित चाहिँ समाज, अनि यो फेरि पहाडमा चाहिँ मानव सघन बसोबास पनि थियो। तराईमा चाहिँ औलो गर्मीले गर्दा मान्छे बस्दैन थिए, विदेश जाने चलन पनि थिएन। अब लाहुर जान्थे, धेरै मान्छे उतै लाहुरमा मर्थे, कति लाखौँ मान्छे मरे। त्यसमा राई लिम्बू कति मरे आदिवासीहरू, त्यसको डाटा छैन। राज्यले चाहिँ त्यसबाट इनाम खान्थ्यो, राणाहरूले, चन्द्र शमशेरहरूले, भीम शमशेरहरूले, वीर शमशेरहरूले। अब के भयो त भन्दाखेरि यता चाहिँ अब मान्छे मर्थे, युवाहरू उतै पलायन हुने, सबै कृषिमा आधारित र जग्गामा आधारित थिए। अब त्यसो गर्दाखेरि के गर्ने त भन्दाखेरि अब त्यो हाम्रो संस्कार चाहिँ कस्तो, रागा लानै पर्ने, छोरी चेली आयो, ज्वाइँ चेली आयो भने खसी काट्नु पर्ने, आफै नपाल्ने, अनि जग्गा दिँदै अलिकति जग्गा बेच्दै त्यो गर्ने, जग्गा बेच्दै गर्ने। अनि लिम्बूलाई चाहिँ के त भन्दाखेरि आफूलाई नभए पनि भए जस्तो गर्नुपर्ने। त्यो महँगो एउटा जीवन पद्धतिले गर्दाखेरि चाहिँ बिस्तारै भूमालिकबाट भूदास भएको चाहिँ त्यो यथार्थ थियो त्यतिखेर। त्यो समाजलाई बुझौँ भने मात्र हामीले यो कुरालाई बुझ्न सक्छौँ। आज कोरियामा गएका साथीहरूले, लाहोर गएका साथीहरूले, अमेरिका गएका साथीहरूले, अस्ट्रेलिया गएका साथीहरूले भन्छ स्पेसल प्र्याक्टिस छ, आज हामी सुन लान सक्छौँ भन्छ। तर त्यो बेला सोत्रित लैजाँदाखेरि त्यो हाम्रो महँगो संस्कृतिले गर्दाखेरि मान्छेहरू भूमालिकबाट भूदास भएको थियो। त्यसको उदाहरण मै आफै हो, मेरो परिवार हो। सबै किबोर्डहरू तल खोलादेखि लेकसम्मको बेच्दै बेच्दै जाने त्यो चलन थियो। त्यसले गरिबीमाथि गरिबी। अब गरिबी त यस्तो थियो कि तपाईँको पर क्यापिटल इन्कम 100 पनि थिएन होला। त्यस्तो कुराबाट गरिबी, अशिक्षा, विभेद जस्ता कुराबाट समाजलाई अघि बढाएर लैजानुपर्छ भन्ने चाहिँ
सत्यधर्म मुजुल्काले त्यो बाटो देखाएको छ भन्ने मेरो बुझाइ हो। र अन्तिममा चाहिँ मेरो निष्कर्ष चाहिँ के हो भन्दाखेरि यो पश्चिमा समाज, खास गरेर बेलायत र जर्मनीको समाज, त्यहाँको चाहिँ दास प्रथाहरूको जुन चलनलाई अध्ययन गरेर कार्ल मार्क्सले 40 वर्ष अध्ययन गरेर मार्क्सिजम लेखे। आज मार्क्सिजम संसारभरिका मान्छेहरूले हेरिरहेका छन्। सबैभन्दा धेरै फलो गरेको दर्शन मार्क्सवाद, 4 अर्ब मान्छेले त्यो फलो गर्छन्। सबैभन्दा धेरैले त्यसलाई आलोचना गरेको दर्शन पनि मार्क्सवाद। त्यो मार्क्सवादलाई आज हामीले लिम्बू समाजमा, नेपाली समाजमा आएर हेरिरहेका छौँ, यहाँको अर्थतन्त्रसँग हेरिरहेका छौँ। त्यस्तै फ्रान्सेली समाजको अध्ययनबाट सिमोन दे ब्युभरले द सेकेन्ड सेक्स भन्ने बुक लेख्नुभयो। त्यो नारीवादको दृष्टिकोणबाट आज संसारमा हेरिरहेका छौँ। हिजो यो लिम्बुवान क्षेत्रको समाजलाई हेरेर सत्यधर्म मुजुल्का निर्माण गर्यो ल, यसलाई हामीले एउटा दर्शनको रूपमा स्थापित गरेको गयौँ भने यसलाई हामीले अन्य खस समुदायमा, नेपाली समाज, समग्रमा एसियन समाज र संसारभरिको मानव समुदायमा गएर यसलाई एप्लाई गऱ्यौँ, हेऱ्यौँ भने पनि यसले काम दिन्छ। यो मानव उपयोगी छ। यो लिम्बुहरूको लागि, किराँतहरूको लागि होइन, मानव उपयोगी दस्तावेज छ र एउटा राम्रो प्रयास भएको थियो। हाम्रो पुर्खाहरूले गरेको महत्त्वपूर्ण थियो भन्ने कुरा चाहिँ मेरो निष्कर्ष छ। म यही कुराहरू राख्दै आफ्नो भनाइहरू अन्त्य गर्न चाहन्छु। सेवा र